Hey guys, welcome back to my new vlog. आज चाहिँ म यहाँ फुपूको बिहा छ गाइस, त्यही कारणले बिहामा आइरहेको छु हो। यहाँ तपाईहरुले बिहा प्रिपरेसन के कस्तो हुँदैछ हैन तपाईहरुलाई म देखाउने छु हो। बहिनीहरुले मण्डपमा नै प्रिपेयर गर्दैछ हो। यहाँ छ हो, यो चाहिँ जस्ट गेट हो। यो चाहिँ डाइनिङहरु छ गाइस। तपाईहरुलाई अहिले बिहा कस्तो प्रकारले हुन्छ हैन हाम्रो त्यो पनि अपडेट दिने छु गाइस हैन। यसले चाहिँ यहाँ मण्डप चाहिँ प्रिपरेसन हुन्छ हो। स्पेयर छ हैन। यो चाहिँ मण्डप हो नि त। सो यहाँ प्रिपेयर भइसकेको छैन। सो सबै प्रिपेयर भइसकेपछि म देखाउने छु तपाईहरुलाई हो। बिहाको कस्तो प्रकारले हुन्छ त्यो पनि देखाउने छु। गाइस तपाईले देख्न सक्नुहुन्छ हैन पकौडा चाहिँ यो प्रकारले बनाउँदैछ गाइस। यहाँ हेर्नु सम्भव हो कहाँ लाग्छ बनाउनुहुन्छ हैन। प्रकारले हाम्रो केटाहरुले चाहिँ चपिङ बोर्डमा चपिङ गर्दैछ हो। प्याजहरु पिसहरु काट्दैछ। अब निटले कस्तो हुँदैछ हो। प्राइस चाहिँ कति रहेछ भन्दाखेरि चाहिँ नि 5000 राखेको रहेछ हैन। यहाँ चाहिँ सबै 5000 को लागि चाहिँ सबैजना रेडी छ हो। 5000 मेन चाहिँ यहाँ हो। हाम्रो मेन चाहिँ आजको 5000 को मालिक यही थियो हैन नि त। फाइनली हाम्रो बेहुला बेहुली चाहिँ अब मण्डपमा आइसकेको अवस्था हैन। हेर्न सक्नुहुन्छ गाइस। सो फुपा फुपू चाहिँ आइसकेको हैन। मण्डपमा आइसकेको छ नि। कस्तो हुन्छ हेर्नुस् ल। फोटो खिच्नु माथि दबाई छाड्नु यसको माथि माथि गोजिन्छ त माथि हैन। मेन चाहिँ त्यहाँ छ नि। हेर्दैछ प्लिज क्ल्याप क्ल्याप। फाइनली काटिसकेको छ हो। अब हामी चाहिँ मण्डपमा जानुपर्छ। अब गेट पास दिइसकेर बेहुलाले हैन बेहुलालाई अब चाहिँ जाँदैछ। 5000 छ त्यसमा। जुत्ता लैजाऊ लगा त्यो। तपाईलाई म बेहुला बेहुली पनि देखाउने छु हो। बेहुला बेहुली जस्तो छ काकाहरु सबै यहाँ बसिराख्नु भएको छ गाइस। दाइ साथी छ स्पाइस छ।